आज म टुकी बालेर टुकी मिडियाको लागि ताप्लेजुङ जिल्ला फुल नगरपालिका वार्ड नम्बर 6 मा अवस्थित यो गुम्बा डाँडा होमस्टेमा पुगेको छु। यो होमस्टे चाहिँ ताप्लेजुङ बजारदेखि 3 किलोमिटर माथि सुकेटार र ताप्लेजुङ बजारको बीचमा रहेको यो गुम्बा डाँडा होमस्टे सञ्चालित छ। यो चाहिँ जम्मा 10 घर गुरुङ समुदायको संस्कृति र यहाँको समुदायले सञ्चालन गरेको छ। यो घर यस्तो रमाइलो छ, राम्रो छ। हेर्नुस् त, अलिअलि पानी परेको छ तर पनि मौसम सफा छ। अब म यो होमस्टेको विभिन्न गतिविधि भएको सुनेको छु र म सामुदायिक हलतर्फ जाँदैछु। हेर्नुस् त, कति रमाइलो छ। आउनुहोस् है गुम्बा डाँडा होमस्टेमा, तपाईँहरू पनि आउनुहोस्, बस्नुहोस्, रमाइलो गर्नुहोस्, संस्कृति र प्रकृतिसँग रमाउनुहोस्। र यो भिन्नै स्वाद हुन्छ, एउटा अनुभव हुन्छ, अनुभूति हुन्छ। हामी सहरमा बसेर केही दिनको लागि भए पनि हामी यसरी गाउँतिर आफ्नो मौलिक संस्कृति हेर्ने एउटा होमस्टे घरवास एउटा व्यवस्थाले गर्दा नि धेरै रमाइलो भएको छ। त्यसैले गर्दाखेरि म सामुदायिक हल गुम्बा डाँडा होमस्टेको सामुदायिक हलको छेउमा पुगिसकेको छु। हेर्नुहोस् त, कति रमाइलो छ। र मैले यहाँ सामुदायिक होमस्टेको यो हलमा प्रवेश गर्दैछु। हलमा के छ हेरौँ है त। यहाँ चाहिँ हेलो, यहाँ के हुँदैछ? यहाँ के भइरहेछ? तालिम हो? तालिम होमस्टे सम्बन्धी, कुकिङ सम्बन्धी तालिम हो? ए ल, यहाँ तालिम भइरहेको छ। यो विशेष गरी के को परिकार बनाउँदैछ यिनीहरू? गुन्द्रुक भटमासको अचार हो। लोकल खानेकुराहरू तयार गर्दै गरेको भन्ने सुनेको छु। हेर्नुहोस् त, धेरैजना हुनुहुँदो रहेछ। धेरैजना हुनुहुँदो रहेछ। गुम्बा डाँडा होमस्टे व्यवस्थापन समिति हल। नमस्कार हजुर, तपाईँ चाहिँ? म यो गुम्बा डाँडा होमस्टेको सचिव। ए, यहाँ के भइरहेछ अहिले? यहाँ चाहिँ अहिले पाककलाको तालिम भइरहेछ। ए, कसले आयोजना गरेको, के हो, कसो हो? यो चाहिँ घरेलु तथा साना उद्योग कार्यालय ताप्लेजुङको वित्तीय सहयोग आयोजक पनि फुनी नगरपालिकाको पर्यटन नगर समितिको समन्वयमा यो कार्यक्रम। कति दिन हुँदैछ यो तालिम? यो जम्मा 7 दिनको थियो। त यहाँ यो पाककला चाहिँ 2 दिन कार्यक्रम चलिरहेको छ। सहभागी कहाँ कहाँबाट आउनु भएको छ? सहभागी अहिलेसम्म हाम्रो सहभागी चाहिँ विशेष गरी चाहिँ नगरपालिका फोकस हो। हजुर। र पनि यहाँ त्योदेखि बाहेक पाथेौरा याङरक र श्रीजङ्गाबाट पनि धेरै। कतिजना सहभागी हुनुभएको छ अहिले? सहभागी यो लगातार नियमित चाहिँ 20 जना छन्। हजुर। छिटफुट चाहिँ 24 जनासम्म। अब कति दिन चल्दैछ यो तालिम? अब यो तालिम भोलि चाहिँ अन्तिम। ल, राम्रो भइरहेछ। राम्रो भयो, धन्यवाद। विभिन्न परिकारहरू बन्दैछ। ए, सिलौटामा अचार पिसेर खुवाउने हाम्रो सुन्दैछु। नमस्कार हजुर, मास्क खोल्नुहोस् न। हजुर, शुभ नाम? मेरो नाम चाहिँ मणि राज हो। म चाहिँ यहाँ गुम्बा डाँडा सामुदायिक होमस्टेको चाहिँ सञ्चालक समिति अध्यक्ष हुनुहुन्छ? अध्यक्ष नै हो। ए, अनि यो तालिम भन्दा पनि तपाईँलाई सोध्नु खोजेको चाहिँ के छ भने, यो होमस्टे आउँदा के छ, के फाइदा छ? फाइदाको कुराहरू छ। यहाँ चाहिँ जुन चाहिँ कस्तो भने अहिले यो होमस्टे चाहिँ
चाहिँ आफैमा चाहिँ यो एक किसिमको विश्वविद्यालय जस्तो हो। यो चाहिँ विभिन्न विश्वविद्यालयबाट पनि विद्यार्थीहरू पनि एउटा रिसर्च गर्ने कुरामा चाहिँ आउनुहुन्छ। अनि अब जस्तो अहिलेको गुम्बाको विभिन्न प्राकृतिक कुराहरूको होइन, ढुङ्गा माटो कृषि होइन, राडीपाखी यहाँ रिसर्च गर्नु आउनुहुन्छ। अनि एउटा कुरा सोध्नु खोजेको, यो खानाहरू चाहिँ कस्तो खानुहुन्छ तपाईँ? यहाँको अर्ग्यानिक खाउनुहुन्छ कि विशेष गरी के छ? यहाँ खाना चाहिँ हामी यहाँको एकदमै यहीँको उत्पादन, अर्ग्यानिक उत्पादन, गाई बस्तु बाख्राको भेडाको मलबाट चाहिँ प्रयोग गरेर चाहिँ उत्पादन गर्छौँ। हामी विषादी कुनै पनि प्रयोग गर्दैनौँ। त्यही खानेकुराहरूलाई चाहिँ हामीले चाहिँ दही महीदेखि लगायत मासुहरू होइन, अनि फलफुल कुराहरू अनि सागसब्जी सबै यहीँ उत्पादन गर्नुहुन्छ? यहीँ उत्पादन। अनि यो अहिले होमस्टेमा आगमन कस्तो छ? पर्यटकको आगमन कस्तो छ? अहिले हाम्रो गुम्बा डाँडा सामुदायिक होमस्टेमा प्रचार प्रसारको एकदमै कमी छ। पाहुनाहरू आइराख्नु भएको छ। अब अलिकति फ्लो त्यति धेरै नभए पनि थोरै थोरै भरि निरन्तर आइराख्नु भएको छ। अब प्रचार प्रसारमा चाहिँ अब हामी कति हुनुभएछ? कति वर्ष भयो सञ्चालन गर्नुभएको? यो भनेको अब यो लगभग हामीले सञ्चालन गरेको भनेको 9-10 वर्ष भयो। तर धेरै विकास भएको छ। यसरी आफ्नो बिल्डिङहरू बनाउनु भएको छ, अन्य विकासहरू गर्नुभएको छ। अब तपाईँहरूलाई चाहिँ राज्यले चाहिँ के गरिदियो तपाईँहरूलाई राम्रो हुन्थ्यो जस्तो लाग्छ? अहिले हामीलाई अब हामीले जस्तो राज्यले जस्तो यो भवनबाटै भन्नुपर्छ होइन। हजुर। अब हाम्रो चाहिँ राज्यले अलिकति यो प्रचार जस्तो ड्रामा होइन, यसलाई चाहिँ प्रमोट कसरी गराउने, प्रबन्धन कसरी गर्ने भन्ने कुरामा चाहिँ सहयोग गरिदिनु भयो भने चाहिँ धेरै राम्रो हुन्छ। म आउँदाखेरि अलिकति बाटोमा हिलो नि देखेँ। यो हिलो बाटो पनि विकास गर्नुपर्ने चाहिँ देखिन्छ जस्तो लाग्छ, के छ? हजुर, यो बाटो जुन चाहिँ एउटा हाम्रो यो गुम्बा डाँडा सामुदायिक होमस्टेको बाटो चाहिँ अलिकति जीर्ण केही छ। अब हिलोमा त गाडी आउँछ सजिलै, तर बर्खामा चाहिँ जस्तो बाइक गाडीहरू चाहिँ अलिकति हिलोले गर्दा फस्ने सम्भावना हुन्छ र पर्यटकहरूलाई चाहिँ असहज भइरहेछ। तर हाइवेबाट यो होमस्टे टाढा त पर्दैन, त्यही तपाईँको 50 मिटर हारारीभित्र मात्रै पर्दो रहेछ। तर थोरै बाटो भए पनि तपाईँहरूले चाँडै त्यसलाई सुधार गर्नुहोस्। र अन्य कुरा, अब यो तालिमहरू गर्नुभएको छ, विभिन्न गोष्ठीहरू गर्नुभएको छ, सरकारवाला निकायको ध्यान आकर्षण भइरहेको छ। अब यो होमस्टे मार्फत चाहिँ अहिलेसम्म विशेष गरी कहाँ जाने, कसो गर्ने पर्यटकहरू आउने गर्छ? यहाँ विशेष गरेर यहाँनिर पर्यटकहरू आउने जाने भन्ने कुरा चाहिँ विशेष गरेर यहाँ हाम्रो ताप्लेजुङमा चाहिँ माता पाथिभरा जाने आउँछ। पाथिभरा जाने आउनुहुन्छ। यो कञ्चनजङ्घा बेस क्याम्पतिर जाने, तिङमुङ पोखरी, सेन्चुरीमा तालहरू जाने चाहिँ एकदमै कम छ। विशेष मेन गरेर भनेको पाथिभरा नै। अब अन्त्यमा तपाईँको आफ्नो होमस्टेको नाम र तपाईँहरूको सम्पर्क नम्बर, अब कि विशेष गरी यो भिडियो हेरेर धेरै पर्यटकहरू आउनु सक्नुहुन्छ, नम्बर खोजिरहेको हुन्छ, त्यसैले उहाँहरूलाई आफ्नो होमस्टेको नाम, ठेगाना र सम्पर्क नम्बर दिनुहोस् न। यो हाम्रो होमस्टेको नाम चाहिँ गुम्बा डाँडा सामुदायिक होमस्टे, फुङलिङ नगरपालिका 6, बतासे गाउँ। र यो चाहिँ ताप्लेजुङको फुङलिङ बजार आइसके पछाडि जुन चाहिँ ताप्लेजुङको सुकेटार एयरपोर्ट जाने बाटो छ, त्यही बाटो नजिकै पर्छ, अथवा त्यही पाथिभरा त्यही बाटो जाने गरिन्छ। जुन चाहिँ यो फुङलिङ बजार र सुकेटार एयरपोर्टको चाहिँ मध्य भागमा पर्छ। यो मेची हाइवेदेखि चाहिँ थोरै भित्र क्षेत्र पर्छ। हजुरको सम्पर्क नम्बर दिनुहोस् न होमस्टे तपाईँको। मेरो सम्पर्क नम्बर चाहिँ 9863697562। अनि अर्को नम्बर पनि छ 9842747929। धन्यवाद हजुर। हस्, धन्यवाद। अब हाम्रो अचार दिनु त, अचार। अब यो चिजमा यतिकै पनि हुन्छ है, हामीले बनाएको सिलौटामा। ल यहाँ कुक गर्दै गरेको यो पाक कलाको पनि तालिम हेऱ्यौँ र सञ्चालक समितिको अध्यक्ष र सचिव पनि भेट्यौँ।
राम्रो छ। तपाईँहरू पनि एकपटक गुम्बा डाँडा होमस्टे भिजिट गर्नुहोस्, आउनुहोस्, रमाउनुहोस्, बस्नुहोस्। सस्तो सुलभ छ। यसरी हेर्नुहोस् त हावापानी राम्रो छ। हेर्नुहोस् त यति सुन्दर छ। त्यसैले गर्दाखेरि मेरो तर्फबाट पनि तपाईँहरू आउनुहोस्, बस्नुहोस्, आनन्द लिनुहोस्, खुसी रहनुहोस्।